हेलो गाइज, आज म चाहिँ कुखुराको मासु र चुच्चे पकाउन लागेको। अब स्टार्ट गरेँ, प्याज काट्न सुरु गरेँ। अब टमाटर सुरु भयो। म चाहिँ फर्स्टमा चाहिँ गाइज कटिङ चाहिँ सुरुमा सक्छु, अनि कटिङ सकेपछि मात्रै हो क्या स्टार्ट गर्ने चाहिँ। प्याज टमाटर सबै कटिङ गरिसकेँ, अनि तेल हाल्दैछु। फेरि तेल हालेर मेथी पड्काउँछु म चाहिँ मजाले। यसरी मेथी पड्काउँछु। मेथी पड्काइसकेर यसरी मासु हाल्ने हो। मासु हालिसक्ने पहिला फर्स्टमा मासु हाल्ने पछाडि अनि नुन हाल्छु कि म यसरी। अनि बेसार हाल्ने हो। नुन बेसार हालिसके पछाडि यसरी चलाउने। कसैले चाहिँ अगाडि बेसार हाल्छ, तर म चाहिँ यसरी अलिक पछाडि हाल्छु कि बेसी बेसार डढेको हुन्छ अनि कालो कालो पनि हुन्छ। त्यही भएर म चाहिँ यसरी मासु हाले पछाडि हाल्छु। यसरी मजाले पकाउने हो। पकाउनु दिने हो, राम्रोसँग पाक्नु दिने। त्यो पछाडि पाकिसक्छ अनि अब टमाटर प्याज रेडी गरिरहेको छु म चाहिँ यहाँ। अब मजाले खारियो गाइस। यसरी खार्छु कि खारिसकेपछि चाहिँ प्याज हाल्छु मजाले। प्याज हाल्ने, अनि फेरि प्याज हालिसके पछाडि चाहिँ मजाले म चाहिँ उयो गर्छु क्या, चलाउँछु। अनि चलाएर अलिक पाक्ने गरी चलाएर छोड्छु। म सुरुमा प्याज हाल्दिनँ, डढिजान्छ। त्यही भएर म चाहिँ खारिएपछि मात्रै हाल्छु कि प्याज डढिहाल्छ। अनि यसरी चुच्चे चाहिँ म हालिदिन्छु माथिबाट यसरी। हेर्नुहोस् है गाइस, तपाईँहरू कसरी पकाउनुहुन्छ। म चाहिँ यस्तो तरिकाले पकाउँछु। आज मेरो खासै छोराले चुच्चे पनि मन पराउँदैन है, मासुसँग मात्रै भनेर एक दुई पिस भए पनि खास भनेर चाहिँ म यसरी मिसाएर दिन्छु उसलाई।